हेलो एभ्रिवान। आज यस्तो मिठो घाम लागिरहेछ है बाहिर। सो यहाँ हेर्न सकिन्छ म त बाहिर जानु लाग्यो घाम ताप्नुलाई। अब मस्त अब एकछिन घामसम्म तापेर आइदिउँ होइन। यहाँ हाम्रो एलेक्स, यसको नाम मैले यसको चाहिँ एलेक्स राख्दैछु है। कसले के राखेको थिएँ चाहिँ, र यसको नाम चाहिँ मैले राखेको छैन। यो यसको गर्लफ्रेन्डको चाहिँ छम्माको, यसको नाम चाहिँ एलेक्स हो। एलेक्स यसको चाहिँ नाम मैले राखिदिइसकेको छु एलेक्स। अर्कोको चाहिँ नाम राखेको छैन। सो तपाईँहरूलाई कुन चाहिँ नाम दामी लाग्छ भन्नु होला, म चाहिँ त्यही नाम राखिदिन्छु। हेरिरहेको छ यसले, लास्ट चकचक्यो। सो जाम अब चाहिँ बाहिर होइन। 3-4 दिन भयो भिडियो नबनाएको नि। सो अब यहाँदेखि चाहिँ सर जानुपर्ने हुन्छ। हामी चाहिँ मस्त घाम तापेर आउँछु। त्यही हो म चाहिँ यो यता यो स्कुल ग्राउन्डतिर आएको छु होइन, घाम ताप्नलाई। सर देखाइदिन्छु ल। यो चाहिँ अहिले यो हामी आउँदाखेरि 2-3 वर्ष भयो कि यार यो लगाएको, तर अहिलेसम्म यत्रै छ है। अब त्यही हो, अब यहाँ एकछिन बस्छु, आधा घन्टा जति बस्छु मजाले। धेरै दिन भयो नि त घाम नलागेको पनि, थुप्रै दिन भयो कि यहाँ पनि। सो त्यही भएर अनि सबैलाई ह्याप्पी न्यू इयर गाइज है। मैले चाहिँ छुट्टी थिएन मेरो चाहिँ, ड्युटीमै गएँ म चाहिँ। अब त्यही हो, तपाईँहरूको चाहिँ रमाइलो गर्नुभयो होला, तर मेरो चाहिँ रगडा भयो। त्यही हो, यहाँ यस्तो के भन्छ यो खर गाडी जस्तो पनि छ। अब एकछिनमा बस्दिउँ होइन, मजाले बस्दिउँ, बसेर कुरा गरौँ। सो त्यही नै हो। अब 26 पनि लाग्यो है आएको, लगभग 3-4 वर्ष चाहिँ हुन लागिसक्यो। सेभिङ केही छैन होइन। अब यो 26मा चाहिँ अब हामीले चाहिँ मिलेर सेभिङ गर्नुपर्छ। यो 26को लागि चाहिँ अब केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्नुपर्छ है केटा हो। अनि त्यसपछि मेरो साथीहरूलाई चाहिँ, मेरो सञ्जय भाइ 26 लागिसक्यो, तेरो गर्लफ्रेन्ड बनाउने कहिले हो? त्यो मिलनले त बनाइसक्यो यार। ऊ चाहिँ डाइरेक्ट अब केटीहरूको बाउसँगै कुरा गरेर हुन्छ अरे, उहाँ हात मागिसक्यो। तिमीले पनि अनि बनाउनु पर्यो। 26मा चाहिँ यो न्यु इयरमा चाहिँ तँलाई पनि मिलोस् गर्लफ्रेन्ड होइन। एकदम राम्रो सोचे जस्तो भने जस्तो त्यही नै हो। अब तर जे होस् काममा चाहिँ फोकस चाहिँ गर्नुपर्छ केटा होइन। अब जे भए पनि अब चाहिँ अब अलिकति पनि हामीले उ गर्नुहुन्न, के भन्छ टाइम वेस्ट गर्नु हुँदैन क्या। अब भनेको पनि यो पनि उमेरमा अब टाइम वेस्ट गऱ्यो भने चाहिँ गाह्रै छ यार। अब सोच्नुपर्छ यार अब हामीले चाहिँ है। अब त्यही भएर यो भिडियो चाहिँ खास मैले पर्सनल्ली चाहिँ मेरो केटाहरूको लागि बनाएको हो। सो यदि तिमीहरू नेपालमै छौ भनेपछि केही न केही सिक होइन। सिपहरू जे भयो भने के जस्तो भयो भने अब तिमीलाई के सिक्न मन लाग्छ, कुक भयो कुक होइन। अब कुक हेल्परहरू हुन्छ कि अब यो एडिटिङहरू हुन्छ कि होइन, जे पनि के कम्प्युटरदेखि लिएर जस्तो जे हुन्छ होइन, मेकानिकलतिर जानु छ कि कता केही न केही जस्तो भयो भने सिप चाहिँ सिक है गडा। नेपालमा छौ भने होइन, तिमीहरू हेर्दै यो सिप भनेको चाहिँ एकदम चाहिन्छ जति बेला पनि होइन। सो यो चाहिँ सिक यदि नेपालमा छौ भने टाइम वेस्ट नगर गडा हो। पब्जी मात्रै खेलेर काम छैन, अब चाहिँ केही गर। अनि यदि तिमीहरू बाहिर छौ भने मेरो गडा हो, तिमीहरू चाहिँ अब चाहिँ सेभिङ गर्नतिर लाग, इन्भेस्ट गर होइन। गोल्डमा गर, सिल्भरमा गर, अनि त्यसपछि स्टकहरूमा गर, सेयर मार्केटमा जाऊ होइन। केही न केहीमा गर। अब चाहिँ सेभिङ गर्नतिर लाग। अब पैसा भनेको एकदमै इम्पोर्टेन्ट चिज भइसकेको छ। सो सेभिङतिर चाहिँ एकदम ध्यान दिनुपर्छ है। एउटा के गर भने तिमीले 25मा गरेको गल्तीहरू चाहिँ यसमा चाहिँ नदोहोऱ्याऊ है। त्यही हो अब मेरो सल्लाह सुझाव चाहिँ। अनि आज त्यस्तै भयो यार। आज सामान लिन जाने प्रोग्राम थियो मेरो चाहिँ। सामान लिन जानु पर्ला भन्ने सोचिरहेको थिएँ। सामान पनि सब सिद्धिसक्यो यो महिनाको। अब
अब सुरु भयो नि त। अब सामानहरू पनि सबै सिद्धिएछ मेरो। अब गएर लिएर आउनु पर्ला भनेको आज त्यस्तै भयो। आज फ्राइडे, सो त्यही भएर आज चाहिँ त्यस्तै भयो। अब भोलि जान्छु कि अब पर्सि जान्छु, सामानहरू लिन जानु पर्ला यार। ल घाम पनि ताप्यो, अब जानु पर्यो रुमतिर है। त्यही नै हो, यो भिडियो चाहिँ सानो चट्ट चिट्टुक्क पारेर बनाइदिएँ, धेरै लामो के बनाउनु होइन। त्यही हो, केटाहरूलाई सबैलाई मिस यु सो मच। सो जति पनि केटाहरू तिमीहरूसँग अब कुराकानी त अब त्यस्तो त्यही हो भइरहेको छ कहिले कसो होइन। अब त्यही हो, सबैलाई याद छ, माया छ, केटा सम्झना छ, फोन नगरे पनि केही नगरे पनि होइन। अब त्यही हो, गाह्रो पिरो नमान, त्यही हो। अब भेटघाट हुँदै गर्छ। सो जस्तो जे भए पनि आफूलाई चाहिँ अहिले जस्तो अवस्थामा छ त्यो भन्दा एक स्टेप इम्प्रुभ गर्ने कोसिस चाहिँ गर केटा हो, जहिले पनि ट्राई गर, किप हार्ड। सो त्यही नै हो केटा, हार चाहिँ नमान होइन कहिले पनि। लडेगा उठ्नेका फिर से, त्यही हो मेरो सिद्धान्त चाहिँ, त्यही नै हो होइन। जतिचोटि लड्छ भाइ त्यतिचोटि उठ्ने हो, एक्लै उठ्ने हो, एक्लै गर्ने हो, त्यही हो। ल यो घर छ नि, हामी आउँदाखेरि भर्खर बनाउँदै थियो, अहिले क्या दामी बनाइसक्यो, फिनिसिङ पनि यहाँ यस्तो राम्रो बनाइसकेछ है। घाम धेरै खाइयो कि, फेरि घाम धेरै खायो भने फेरि भोलि फेरि गाह्रो होला नि होइन। त्यही भएर धेरै खानु पनि हुन्न यहाँको घाम, जाम रुमतिर। मलाई एउटा चिज देखाउँदैछु मेरो है, एकछिन। मैले तेरो दाइले यहाँ आएर पैसा कसरी, यो चाहिँ टिप्सहरू अनि प्लस मैले चाहिँ आफ्नो स्यालेरीबाट अलिकति मिलाएर गराउँछु होइन। सो म अहिले यहाँ नेपाल आएदेखिबाट सेभिङ गर्न लाग्यो, बल्ल यहाँ यति भयो। मैले चाहिँ यो बोतलमा हाल्छु कि अब यो चाहिँ म घर जाने बेला फेरि 1 इयर्स पछि चाहिँ बल्ल निकाल्छु होइन। लगभग मेरो अहिलेको यो चाहिँ यस्तो 4वटा भर्ने प्लानिङमा छु म चाहिँ होइन। लगभग भर्दाखेरि अब कति हुन्छ होइन। पहिलाको योभन्दा अगाडिको चोटिमा चाहिँ मैले 3वटा भराएको थिएँ, 3वटामा चाहिँ लगभग 300 जति भएको थियो। ए आज चाहिँ म यहाँ 10 केडी राखिदिनु लाग्यो। यो 10 केडी गयो, यो चाहिँ गयो होइन। अब यस्तै हो, यस्तै गरे अब टिप्स पनि आउँछ क्या, ठिक आउँछ कहिले कसो, अब कहिले कसो आउँदैन, त्यही नै हो। त्यो चाहिँ मैले चाहिँ राखिदिन्छु, त्यो चाहिँ युज गर्दैन मैले, यसैमा हालिदिन्छु, त्यही हो। अनि कतिखेर त्यो 100 पुगिरहेको हुन्छ होइन, थाहै हुँदैन होइन। त्यही भएर यो चाहिँ गरिराख्यो भने राम्रो पनि हुँदो रहेछ। मलाई चाहिँ धेरै राम्रो भयो क्या अरे होइन। अब तिमीहरूले पनि युज गर्यो भने यो टेक्निक राम्रै हुन्छ कि, सेभिङ चाहिँ गरेको राम्रो कि। अब पैसै भएन भने त खर्च हुन्न नि त, हो कि न। त्यही हो केटा। ल आजलाई यति नै केटा हो, जाँदै सबैलाई फेरि ह्याप्पी न्यु इयर है। ल यो 2026मा चाहिँ धमाका गर्नुपर्छ सबैले मिलेर, त्यही नै हो। ल सबैको राम्रो होस्, सबैलाई मिलोस् गर्लफ्रेन्ड होइन, नमिलेका अरू सिङ्गल केटाहरूलाई, नत्र भए रन्डवा नै मरौला फेरि। ल त्यही नै हो। सो अब टेक केयर, बाई, गुड बाई, लभ यु गाइज।